नमस्कार। राष्ट्रिय आर्थिक गणना 2082 अनलाइन फारम कसरी भर्ने त्यस सम्बन्धी जानकारी लिएर आएको छौँ र सुरुमा हामीले आफ्नो क्रोम ब्राउजर ओपन गरेर hrms.nsonepal.gov.np टाइप गरिसकेपछि सर्च गर्ने र सर्च गरिसकेपछि यस्तो किसिमको फर्म आउँछ र यसमा PDF, JPG र अधिकतम 200 KB सम्मको फाइल अपलोड गर्नुपर्ने हुन्छ र यहाँनिर आवेदकको पद छ। आवेदक पदको लागि सुपर्यवेक्षक, गणक र दुवै कुनमा भर्ने हो त्यसमा टिक लगाउने। त्यसमा टिक लगाइसकेपछि यहाँनिर प्रदेश छ, प्रदेशलाई चुज गर्ने, कुन प्रदेश हो प्रदेश चुज गर्ने। त्यसपछि जिल्ला कुन हो आफ्नो जिल्ला चुज गर्ने। जिल्ला चुज गरिसकेपछि नगरपालिका, गाउँपालिका के हो, त्यसपछि वडा नम्बर कति हो त्यो चुज गर्ने। अर्कोमा छ उम्मेदवारको व्यक्तिगत विवरण, आवेदकको नाम थर नेपालीमा र आवेदकको नाम थर अङ्ग्रेजीमा। यहाँनिर लिङ्ग महिला पुरुष के हो, त्यसपछि बाबुको नाम थर, आमाको नाम थर, बाजेको नाम थर र जन्ममिति विक्रम सम्वतमा र जन्ममिति ADमा अटोमेटिक आउँछ र पुरा भएको वर्ष उमेर अटोमेटिक आउँछ। सम्पर्क नम्बर राख्ने, इमेल ID राख्ने। त्यसपछि नागरिकता सम्बन्धी विवरण छ, नागरिकता नम्बर राख्ने। यसमा प्रदेश, नागरिकता जारी गर्ने जिल्ला रहेको प्रदेश चुज गर्ने, नागरिकता जारी गर्ने जिल्ला र नागरिकता जारी मिति कतिमा जारी गरेको। त्यसपछि नागरिकताको यसमा फोटो अपलोड गर्ने र ठेगाना छ, स्थायी ठेगाना, प्रदेश, जिल्ला, गाउँपालिका, नगरपालिका, वडा नम्बर, टोलको नाम र स्थायी अस्थायी एउटै छ भने त्यसमा क्लिक गर्ने। यहाँनिर एउटै हो भने एउटैमा क्लिक गर्ने, फरक छ भने फरकमा क्लिक गरेर अस्थायी ठेगाना पनि हाल्न सकिन्छ। अर्कोमा छ शैक्षिक विवरण, गणकको लागि न्यूनतम योग्यता +2, त्यसपछि अध्ययन गरेको संकाय, मुख्य विषयहरू, प्रतिशत प्राप्ताङ्क, प्रतिशत वा GPAमा। न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, मार्कसिट, प्रमाणपत्र अपलोड गर्ने। न्यूनतम शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र अपलोड गर्ने यसमा र सुपर्यवेक्षकको हकमा ब्याचलर, स्नातक, त्यसपछि संकाय कुन हो, मूल विषय, प्रतिशत वा GPA र न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, मार्कसिट र न्यूनतम शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र अपलोड गर्ने। न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो योग्यता भयो त्यो पनि यसमा राख्ने। सबै विवरण, योग्यता, संकाय, प्रतिशत र तालिम सम्बन्धी कुनै तालिम लिएको छ भने छैन, छ भने कुन किसिमको तालिम लिएको छ त्यसमा टाइप गर्ने र लेख्ने, छैन भने छैनमा क्लिक गर्ने। यहाँनिर शैक्षिक योग्यताको चारित्रिक प्रमाणपत्र। त्यसपछि अनुभव, कुनै अनुभव सम्बन्धी तथ्याङ्कमा सङ्कलन सम्बन्धी कुनै काम गरेको छ भने 6मा क्लिक गर्ने र त्यसपछि चुज गर्ने, त्यो डकुमेन्ट गर्ने, अपलोड गर्ने। त्यसपछि अन्य विवरणमा आवेदकको फोटो अपलोड गर्ने र यसमा टिकमार्क लगाउने र मैले माथि पेश गरेको सबै विवरण सही छन् र कुनै फरक परेमा कानुन बमोजिम सहने छौँ भन्ने छ। त्यसपछि सबमिटमा क्लिक गर्ने र सबमिटमा क्लिक एउटा रसिद स्लिप आउँछ, यो स्लिपलाई सुरक्षित राख्ने। यसमा रजिस्ट्रेसन नम्बर हुन्छ, यो रजिस्ट्रेसन नम्बरलाई सुरक्षित राखेर पछि सर्ट लिस्ट आउँछ त्यसमा हेर्न सकिन्छ। यति नै हो। हवस् त, धन्यवाद।